हाम्रो दाइ चाहिँ के गर्नुहुँदैछ भने यहाँ चक्क उहाँको पोखरी छ, यहाँबाट उहाँले माछा यहीँ मारेर फ्रेस माछा त्यसपछि अनि यहाँबाट पकाएर चट्टसँगले सर्भ गर्नुहुन्छ। तपाईहरु पनि आउन सक्नुहुन्छ। हामी लोकेसन तपाईहरुलाई पठाउँछौँ, यहाँको दाइको नम्बर पठाउँछौँ। दाइले यहाँ माछा मार्दै हुनुहुन्छ बसेर, यहाँ बसेर माछा मार्दै हुनुहुन्छ। यहाँ खाने मान्छे त साथीहरु यसरी यहाँ बसिरहेका छन्। खाने मान्छेहरु चाहिँ एकदम माछाको हिटमा पर्खाइमा माछा उठाउँदै दाइले माछा निकाल्दै हुनुहुन्छ साथीहरु। माछा आज त बबाल परे जस्तो छ साथीहरु। यहाँ नि यहाँ बुक 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 उम्लिरहेछ। माछाले लामो लामो सास फेरिरहेको होला, त्यो भएर के यो पुकु 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 गरेर तपाईहरुले देख्न सक्नुहुन्छ। माछाले फिस काट्न थालिसक्यो, अब मरिन्छ भनेर तपाईहरुले देखाउँछ हामी तपाईहरुलाई। माछा यहाँ कति मर्छ त, अब 1-2 केजी मर्छ कि 4-5 केजी कति मर्छ तपाईहरुलाई हामी भिडियोमा देखाउँछौँ। अन्तिममा हेर्नु होला, कतै नजानु होला। यहाँ खाने मान्छे चाहिँ एकदमसँगले बसेका छन् क्या, पुरै कपेर। अब यहाँ दुःख गर्ने मान्छे त म र दाइ छँदैछौँ। भिडियो बनाएर दुःख गर्दै आएको छु भने दाइले यहाँ माछा मारेर दुःख गर्दै हुनुहुन्छ। बबाल माछा मरे यस्तो छ साथीहरु है। बबाल हेर्नु त तपाईँ देख्न सक्नुहुन्छ, यहाँ पुरा बबल छोडिरहेछ। 1 केजी त कम्तीमा छ हो। तपाईहरुलाई के लाग्छ कमेन्ट डाउन गर्नु होला। यसो भिडियो पज गरेर तपाईले कमेन्ट डाउन गर्न सक्नुहुन्छ। हेर्नुस् है साथीहरु। ल है त अब ए यो त प्र्याङ्क भयो साथीहरु है, प्र्याङ्क भयो। यहाँ साथीहरुलाई चाहिँ माछा यसरी मार्नुपर्छ भनेर सल्लाह दिएर चाहिँ साथीहरुले अलिकति मिलाएर गरौँ, यसलाई मिलाएर गरौँ, यतातिर मिलाएर गरौँ अलिकति। तान्नु रहेछ पर कत्रो परेछ, कत्रो आमामा लाउनु पर्छ हजुर। मैले सल्लाह दिएको छु ढुङ्गा भयो। ए अहिले त ठुलै परेछ नि, त्यही भएर चाहिँ यहाँ बराबर थियो। तर अघि सुरु लडमा मात्रै ठुलो आएको थियो क्या, अहिले अब अगाएर गयो फेरि ठुलो माछा चङ्खो हुन्छ क्या। पुग्छ आधी केजी मगाएर लान्छु भन्दैछ 1 केजी छोडिदिनु त्यसलाई। राम्रै परेको त अहिले त। अझै एकचोटि गऱ्यो भने कहाँ पुग्छ? मैले त्यसले पुग्छ निकालेर के गर्नु, कसले खान्छ, कति खान्छ त्यो? हामीले त पुग्छ यति त बाफरे धेरै भएछ। धेरै अहिले खानु यो खाइ नै सक्दैन तिमीहरूले। 1 पिस धेरै खाएर 2 पिस खानु।